ट्रान्सफर त्यो नम्बर चेक गर्नु पर्यो कि त्यो नम्बर हरायो नि त्यो ट्रान्सफर जो नम्बरमा रिचार्ज आएको थियो त्यो नम्बर चेक गर्नु पर्यो कि त्यो कसरी हो ब्यालेन्स ट्रान्सफर गर्नुभएको नम्बर चेक गर्न चाहनुभएको हजुर हजुर कुन नम्बरबाट ट्रान्सफर गर्नुभएको छ यो नम्बरबाट हो कि अन्य नम्बरबाट हो यही नम्बर नै अर्को नम्बर हो देख्यो हो ट्रान्सफर भयो त्यो नम्बर चेक गर्नु पर्यो कि हजुर एसएसएलको नम्बर जानकारी गराउनु होला हजुर नम्बर जानकारी गराइदिनु होला सर कुन नम्बर हो त्यो नम्बरै थाहा छैन त्यही भएर त भने त त्यो नम्बर चेक गर्नलाई एसएसएलकै नम्बर हो सर यही नम्बर देख्यो हो हजुर ट्रान्सफर गर्नुभएको नम्बरबाट 417-128 डायल गर्नु होला 1 महिनाभित्रमा लेटेस्ट ट्रान्सफर गर्नुभएको 5वटा नम्बर देखाउँछ देखाएको नम्बरमा कल गरी ब्यालेन्सको लागि रिक्वेस्ट राख्न सक्नुहुन्छ सर